फाइनली चाहिँ हामी जापानको फुकुओका आइपुग्यौँ र यसपालि चाहिँ चाइना नयाँ वर्षमा चाहिँ चाइनाको सबैभन्दा ठुलो पानी जहाज पियानो ल्यान्डमा चाहिँ साङ्घाईबाट हुँदै जापानको फुकुओका आइपुग्यौँ। एकदमै जाडो मौसम, हावा पनि मजाले चलेको थियो है, चिसो न चिसो। तर पनि अचम्मको कुरा चाहिँ यस्तो जाडोमा पनि यस्तो राम्रो फुल फुलिरहेको कि जापानमा, यस्तो राम्रो फुल फुलेको। यो साइडमा चाहिँ फेरि हेर्नु न कस्तो राम्रो राम्रो फुल। अनि यतापट्टिको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ जति पनि पानी जहाजबाट आउने सामानहरू चाहिँ यहाँ आउँदो रहेछ कि तपाईँको अर्डर गर्नेहरू हुन्छ नि, कन्टेनर उठाउनेहरू चाहिँ यो यसमा चाहिँ आएर सामानहरू उठाउन सक्नुहुन्छ। र यो हाकादा एकी स्टेसन, यो फुकुओकाको चाहिँ सिटी मुख्य सहरमा चाहिँ हामी यसो फोटोसोटो खिच्यौँ र अन्य ठाउँको लागि